नमस्कार, म आनी सेन्टरमा। हाम्रो देशमा हरेक वर्ष याममा हाम्रा धेरैभन्दा धेरै नेपाली दाजुभाइ दिदीबहिनीहरूले सर्पको टोकाइबाट ज्यान गुमाउनु परिराखेका छन्। तर दुःखको कुरा, यस समस्याको विषयमा हामीले धेरै कम चर्चा गरिराखेका छौँ। नेपालको तराई क्षेत्रमा विशेष गरी गाउँ बस्तीमा बसोबास गर्दै आएका हाम्रा निम्न वर्गीय दाजुभाइ दिदीबहिनीहरू सर्पको टोकाइको जोखिमबाट बढी प्रभावित छन्। सर्पको टोकाइहरूबाट बच्नलाई हाम्रो घर वरिपरि सफा राख्ने, भुइँमा नसुत्ने, भुइँमा सुतेमा लामखुट्टेको झुल प्रयोग गरेर सुत्ने जस्ता सरल उपायहरूबाट हामी बच्न सक्छौँ। सबैभन्दा महत्त्वपूर्ण कुरा, सर्पले टोकेको जो कोहीलाई पनि सक्दो चाँडोभन्दा चाँडो स्वास्थ्य सेवा सुविधा भएको ठाउँमा लैजानु पर्दछ। रोटरी क्लब अफ काठमाडौँ मिड टाउनले नेपाल सरकारको स्वास्थ्य मन्त्रालय र अन्य सरोकारवालाहरूसँगको साझेदारीमा सर्पको टोकाइको जोखिमबाट बच्न र बचाउनका लागि आवश्यक सामग्रीहरू तयार पारी सामाजिक सञ्जालमा राखिएको छ र साथै पोस्टरहरू सबैका लागि निःशुल्क उपलब्ध छ। कृपया जीवन जोगाउन यी सरल उपायहरूको पालना गर्नुहोस् ताकि हाम्रो देशमा सर्पको टोकाइबाट कसैले पनि ज्यान गुमाउनु नपरोस् र सर्पहरू पनि स्वतन्त्र रूपले बाँच्न सकुन्।